And this is a small video of Amano Hasidate tour with my friends of Ajia Koken Hospitality Shenman Kako. हामी चाहिँ करिब 2.5 घण्टा जतिको बसमा यात्रा गरेर आमागासाकीबाट आमाना हासेदाते भन्ने ठाउँसम्म गयौँ र बसभरि नै हामीले रमाइलो गरिरहेका थियौँ। आजिया कोकेन हस्पिटालिटी सनमनगाकोबाट हामी चाहिँ निनेन्सेको सबैजना स्टुडेन्टहरू टुरमा गएका थियौँ र त्यसमध्ये पनि हामी भिडियोमा देखिरहेको चाहिँ प्रायः जस्तो बिजनेस सेक्सन एको साथीहरू हौँ। हाम्रो सबैको टिमहरू हामीसँग मिल्ने साथीभाइहरूसँग हामी रमाइलो गर्दै गर्दै गीत गाउँदै स्वर सुकाउँदै आमानो हासेदातेसम्म पुग्यौँ। हे गाइदेऊ गीत किन बाउका दिन्छौ गीत मुखमा पीडा राखिछौ बाबानी कल्पनी जातियो तिमीले जानेर बोलाउन खोजेको आफ्नै जानेर कल्पनी जातियो तिमीले जानेर बोलाउन खोजेको आफ्नै जानेर र बसभरि नै रमाइलो गर्दै गर्दै हामी पुग्यौँ आमानो हासेदातेमा र त्यहाँनेरि हामी सबैभन्दा पहिले दर्शन गर्न पुग्यौँ हाम्रो नेपालको सरस्वती माता भने जस्तै यहाँको चिसिकीको खामिसामा बाटामा जाने कि विद्याको देउता बाटामा चाहिँ हामी पुगेर पहिलो दर्शन गऱ्यौँ र त्यसपछि हाम्रो डेस्टिनेसन थियो समुद्रमा डुङ्गा चढ्नेतर्फ। बोले कस्तो महसुस भइरहेछ? एकदम सबको मेन्सन अलि छोटो भने धेरै धेरै लामो फुटेज आउँदैन। कस्तो महसुस भइरहेछ जेना साहब? ठिक छ, एकदम रमाइलो भइरहेछ हैन। साथीहरुसँग बसेर चाहिँ एकदम बाइज आयो। सबैले मन परे के भन्नु? छोटोमा धेरै लामो टेक सबैले मन परे चाहिँ गोलेको मैले बुझे तपाईँ भन्नु ल के मन पर्यो? मलाई त लगभग आधी सरै मन परेछ। ल गुरुङ है भन्न के मन पर्यो तँलाई? मलाई त अहिलेसम्म के मन परेको छैन, अब हेरौँ नेक्स्ट सिजनमा चाहिँ के मन पर्यो? सर रमेश भन्नु है के मन पर्यो? म भन्छु सबिना यताउता यसले क्यामेरामा फुटेज खान्छ साले। साथी के मन पर्यो तिमीलाई? मलाई त उनको उनी मन पर्यो। उनको उनी मन पर्यो? ल ठिक छ ल अब एकछिन हल्का हटाउँ त्यहाँबाट भिडियो बनाउँछ। ल हामी चाहिँ समुद्रमा गए समुद्रमा। मेरो चाहिँ पर्सनल्ली समुद्रमा बोट चढेको चाहिँ यो फर्स्ट एक्सपिरियन्स थियो र त्यो माथि आकाशमा चराहरू पनि उडिरहेको र सबै साथीभाइहरूसँग रमाइलो गर्दाखेरि चाहिँ मलाई एकदमै रमाइलो लागिरहेको थियो। त्यो मुमेन्ट एभ्री मुमेन्टहरू चाहिँ इन्जोय गर्न पाइरहेको थिएँ र यो ठाउँको चाहिँ भन्नुपर्दा सबैभन्दा स्पेसल मुमेन्ट नै चराले हामीले खानेकुरा दिएको क्याच गर्नु थियो। हामीले हातमा राखिदियो भने चराले चाहिँ उडेर आएर हाम्रो हातलाई नछोइकन खानेकुरा मात्र टपक्क टिपेर लान्थ्यो र यो मुमेन्ट र यसरी चारैतिर खुल्ला समुद्रको बिचमा डुङ्गामा चढ्दै यो मुमेन्ट फिल गर्न पाउँदा चाहिँ एकदमै रमाइलो लागिरहेको थियो। यसरी करिब हामी आधा घन्टा जति बोट चढिसकेपछि हामी गयौँ खाजा खानलाई र खाजा पनि जापानिज स्टाइलमा जापानिज खानेकुरा थियो र धेरैले मिठो मानेन तर मलाई चाहिँ मिठै लाग्ने भएकोले एकदमै इन्जोय गर्न पाएँ। अनि साथी सबै खायो तिमीले? मिठ लाग्यो? बङ्गाजी के हो तिमीले चाउमिन खाइन्छ त? ओ भिन्डोस नाइते झरेकोमा बधाई छ। के खायो तिमीले? आरिया त भन नि त।
हाम्रो निरुले के खायो खतरा त्यत्तिकै यति राम्ररी भयो त निरु पाण्डे दिदी यसले केही नि खाएन त हाम्रो के अरे दिनी यसले पनि खाएन त है यति खायो खोइ त को हो ए आमा बिमलाले त आज देखेकै थिएन त के खायो खोइ खोइ यता हेर अनुहार देखाउ न अनुहार देखाउ ल खोइ यता को छ यता यो मान्छेको त अनुहारै आज फर्स्ट टाइम देखायो यता ल्याउँदा भिडियोमा पछि हेर्न काम लाग्छ सबै खाएछ ल उयो टोफु खाउ मिठो हुन्छ कसम भनेको सबभन्दा मिठो त्यही त राम्रो कुरा कहाँ पाउँछ मेघदोस सबै ए यो त काट्नुपर्छ है दोस् फेरि एकचोटि सबै मिठो दोस् ल अमृतले पनि सबै खायो यसले त झन् सबै खायो झन् ल गोचिसो सामा देश त मेघदोस तल साथी कस्तो खायो सबै खायौ सबै ल्याउन यहाँ तिमीलाई सबभन्दा मिठो के लाग्यो हेलो हाम्रो ब्लगमा अनिस ब्लगमा तपाईँहरू सबैलाई मलाई नछेक न यहाँनिर मेन होस्टलाई छेकेपछि क्यामेरा तपाईँहरू सबैलाई स्वागत छ हाम्रो आजको चाहिँ आजिया कुकेन हस्पिटालिटी सेन्टरमा गएको चाहिँ हामी टुरमा छौँ होइन के भन्छ यसलाई निहोनको मैले प्याटर्नमा आमा हो म फेरि निहोनको जो हो आज चाहिँ तपाईँहरूले अनिसको भ्लग हेरिरहनु भएको छ भने अनिसको भ्लगलाई लाइक सेयर सब्सक्राइब बेल आइकन पनि बजाउनु इतना सुकून अनि उहाँको पर्सनल उहाँको ओन्ली फ्यान सरी क्या बात कर रहे मेम्बरसिप छ मेम्बरसिपमा पनि उहाँहरूको लिनु होला म चाहिँ वास्तवमा नचढ्ने भन्नेमा गइसकेको थिएँ फेरि पनि केटाहरूले च्यालेन्ज सिधै मास्यो भनेर भन्यो भएर चाहिँ अनि चढेको तर खास चाहिँ च्यालेन्जै गर्नुपर्ने त रहेनछ पहिला रोलर कोस्टर नै चढ्यो हो ठिक छ रमाइलो भइरहेछ अलिअलि हाइट पक्रिरहेछ पङ्कजी कस्तो महसुस भइरहेछ साथी मजा आइरहेछ यसपछि चाहिँ हामी हाम्रो दिनको टुरको सबैभन्दा मेन डेस्टिनेसनतर्फ आमानो हासिदातेको सबैभन्दा टपमा रहेको ठाउँमा चाहिँ चियर केबल भन्दो रहेछ कुर्सी जस्तोमा चाहिँ बसेर सरर माथि जानेमा चाहिँ चढेर हामी यो भ्यू हेर्नलाई गयौँ र यो भ्यू एकदमै वर्थ इट थियो र ट्याक्क दुईवटा समुद्रको बिचमा एउटा सिधा टापु जस्तोले चाहिँ नि दुईवटा समुद्रलाई छुट्याएको थियो र यसैलाई नै चाहिँ आमानो हासिदाते भन्दो रहेछ यो चाहिँ क्योतोको एकदमै नर्थ साइडमा पर्ने रहेछ सेन्सेहरूबाट पछि सुन्नमा आउँदाखेरि यो एरियामा चाहिँ क्योतोको पनि नर्थ साइड भएकोले चाहिँ प्रायः जस्तो हिउँ मात्र परिरहने भन्ने कुरा चाहिँ सेन्सेहरूले पनि जानकारी गराउनुभयो र हामी गएको दिनमा चाहिँ मौसम पनि एकदमै खुलेको भएर चाहिँ एकदमै राम्रो भ्यू पनि हेर्न पायौँ र इन्जोय गर्न पायौँ थ्याङ्क यू भेरी मच बाई बाई के चिकित्ते कुदासाई आरिगातो गोजाइमास हाई बाई बाई र यसरी नै नयाँ नयाँ ठाउँ हेर्दै नयाँ नयाँ मेमोरिजहरू क्रिएट गर्दै चाहिँ हाम्रो आजको दिनको आमानो हासिदातेको टुर सकिएको थियो र हामी फर्किनलाई अझै पनि बसमा 3 घन्टा जति लामो यात्रा गर्नुपर्ने थियो आमानो हासिदातेबाट चाहिँ आमाकासकीसम्म हामी सबैजनालाई फर्किनु थियो र त्यो 3 घन्टाको बाटो पनि हामी एकछिन पनि चुप लाएर बसेनौँ आउँदासम्म स्वर सुके पनि गीत गाउँदै अन्ताक्षरी खेल्दै स्पिकरमा जब चार्ज सकेपछि चाहिँ हामी अन्ताक्षरी खेल्यौँ र स्पिकरमा चार्ज हुन्जेलसम्म स्पिकर सँगसँगै गीत गाउँदै चाहिँ हामी घर फर्क्यौँ मान्छे निकै रिसाली मुरी तर माया तिमीलाई निकै गर्छु बुढी तोप तानी आकाशमा उडी ए मेरो बुढी मान्छे निकै रिसाली मुरी तर माया तिमीलाई निकै गर्छु बुढी तोप तानी आकाशमा उडी 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 तिम्रो लागि गरिदिन्छु चुरोट नि त्याग तिमी सबै नहुँदा हुन्छ साह्रै नै राग किनिदिन्छु गुचीको ब्याग लिपस्टिक पनि ब्याग तिम्रै लागि बनाएको लाउँदै स्लिप ब्याग स्यालेरी जति सबै मेरो बुझ्दै गर्छु खर्चनी तिमी साह्रै पर्फेक्ट छौ नगर हो सर्जरी आस्ते गर्न सक्दै जाउँ तिमीहरू यसै गर्छ नि सबैजना स्टोरमा मनाउला एनिभर्सरी हेर्दा मिठो आँगुर पनि एक दिन जान्छ कुलेर मिठी फैलिन्छ सबै छौरामा खुलेर पर्दै बस्छौ हामी सबै कुरा भुलेर एकछिनलाई चिन्न बस्छौ तिमी आकाशको छुएर बुढी म मान्छे निकै रिसाली बुढी तर माया तिमीलाई निकै गर्छु बुढी तोप तानी आकाशमा उडी 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 उडी
बुढी आई लभ यु